दे आई एल खै न घरबाट छोडेर जात्ताउले सबै काम पुनः आइगरा दे कोही नै खाना पनि बनाउन आउँदैन दे क्यारी खाने हो नमस्कार हजुर। नमस्कार हजुर दे क्या गर्न आउनु भयो थियो त मेरा यहाँ धुल्ता धुल्ता महल बुढो तपाईको घरमा एउटा सुगन्धित फुल रहेछ हजुर। मैले बुझिनँ त हजुर बुढो मन त क्या भन्यौ त तपाईँको छोरीलाई मेरो छोराले मन पराएको रहेछ हात माग्न आएको हजुर। दे मन पर्यो भनिकन भयो मकन पनि त्यही मया खलिफा मन परिएछ अहिले जातल देखाएर त्यो म त्यही माग्न पाइछ म छोरो कस्तो हो हेर्नु पर्यो बुझ्नु पर्यो बल्ल पो छोरी दिउँला ए मन पर्यो भनिकन हुँदैन केटो त इमान्दारै रह हेर्दाखेरि लाटो सोझो सोच्दैकी त पछि क्या गर्ने हो लारिया भाउकन कै त हो भन पो यिनको छोरो मेरो साथी एकदम इमानदार हो कहिले रक्सी पनि खाँदैन जाड पनि खाँदैन केटीतिर फिटिकै हेर्दैन न आजसम्म कहिले ओडो गए न पुडो गए घरै बै त हेर्दा हेर्दा भाउ लाटो जो कट्टा हल्लिँदा पनि हल्लियो न यति ज्ञानी छ बगेरमा जान्छ दे 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 कहाँ जानु लाग्यो सिक बुन्दा त हजुर यो क्या हो त सिक बुन्ने मुटै लाग्यो होला त्यही भएर गए ओ क्या थाहा पाउँ त हजुर सिक बुनिया त्यही हो त्यो लाटो मन छ उही पनि बुढो मन त दे थाहा पनि पाउँदैन सिकका कुरा छोडिदिउँ होइन हामी अब छोराछोरी अब तपाईँको छोरी पनि जस्तै अब मेरो छोरा पनि जस्तै लगन कहिले अब लगन गर्ने त अब के भन्नुहोस् तपाईँ। अर्को बुधबारसम्म आया अब तामझाम गरिकन आया हजुर अब त्यो कुडाफुडा फिक्स भइगएर पछि कुडा बजाउन पाइँदैन मैले म बाटे धोका हुँदैन हजुर पानी नचुग्ने भयो त्यो जाऊ पानी नचुने भयो त्यो जाउँ दे गयो मेरो आम्नी ल हजुर ल गए आया भोलि ल के भनेको म चिन्दिनँ त हजुरको हजुर रङ नम्बर को त को छोटी बोल्दियो त इमानदार हन भन्दा छेउ त अघि त त्यो छोटी बोला जन गर्दा हो त छोटी होइन हो पर यिनको क्लासमा पढ्ने एक हात्या हो त्यही हातेकै जोई हो क्या त्यही हो अहिलेका जातक मोबाइल गर्दा हाते हाते हुँदा त्यही होला ल ल म त थप्पै थिएँ के पाउने जसी